भएका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा। भाइमारा को हो? भाइमारा को हो? आफ्नै वंश मास्नेले त्यहाँ आएर अहिले फेरि धाग लगाउन मिल्छ? 5 वर्ष शासन गर्न पाएको भए म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। सबैले आवाज उठाउनु पर्यो। त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त परिवारभित्रै थिए नि, उनीको परिवारभित्र बिर्से भन्न ठानेका छन् तिनीहरूले। तिम्रा आसेपासेहरूले त आफै लुट्न पाइन्छ कि भनेर तिमीलाई बोक्न सक्छन्। तिमी बढी उचालियौ भने या विदेशीका एक दुईटा फोटो टाँसेर उनको घरमा आउँछु कि भन्ने सपना देखेको भने त्यो दिवा सपना हुनेछ।